झर्दैछ गाई त्यो पहिरो खतरै झर्दैछ है यहाँबाट सबजना बडाङ बुडुङ क्र्याक भयो सबै झर्दैछ बिस्तारै बिस्तारै कुन बेलामा खनिने थाहा छैन झर्यो 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 म्याच झर्यो 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 सबै झर्यो 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 सबै झर्यो सबै झर्यो केही त किन्न यार धुलोले यार यस्तो नि हुन्छ यार के हो यस्तो यो धुलोले केही देखिन्न यार अब झन् क्र्याक भएर बस्यो अब सबै खस्छ अब धुलोले त क्यामेरै छोपेछ कि क्या यार ढुङ्गा त गुरु ढुङ्गा त बवाल निस्क्यो त यार ढुङ्गा त कति छ्यालब्याल हो क्या अब मा हरि बेस्तरी नि झर्दो रहेछ मासला खाङडङ खुरुङ झर्ने यार माथिको नि झर्दैछ अब त्यो पनि झर्छ अब फेरि मासला बवाल बनाएको भिडियो त मेरो त सब खतरा बना मुक्दैन छाडा खतरा आयो क्या मासलाई यता हाम्रो मिसिन छ कोमास्टु उता हन्डा मिसिन ऊ पर टिप्पर छ उता अब झन् डेन्जर भयो क्या अब चाहिँ त्यो माथि खाङगाङ सबै आउँछ क्या त्यो त्यो बवाल होइन बवाल झरेको पहिला चाहिँ यार मासला त्यो माथिको नि झर्छ कि मतलब रुख पनि झऱ्यो भने माथिको नि पुरै फाटिस्या छ त्यो आउँछ कि त्यो फिक्स हो धुलो चाहिँ बवाल उडेको हो क्या यार झर्दैछ होइन त्यो यता ढुङ्गाले अडाइरहेको त्यो झर्छ कि फिक्स हो बिस्तारै बिस्तारै आउँदैछ होइन बिस्तारै बिस्तारै झर्दैछ यस्तो खतरा भिडियो बनायो नि आज त यार मासला अस्ति चाहिँ खासै भनिन्थेन आज चाहिँ भोबाल भन्ने क्या तेल खाइयो जिब्रो पर्पर आउँछ डिजेलले त जिब्रो पर्पर आउँछ हल्का शान्त भयो अहिले चाहिँ भन अपरेटरको जिन्दगी राखा है कुन बेला माथिबाट आएर पहिरोले थिच्छ होइन सबभन्दा पहिला आइफोन किनेर थाहा नै छैन तिमी यहाँ मान्छेलाई मर्ने कि बाँच्ने उस छैन तिमी आइफोन किनेर बस्छ खतरै पाराले झऱ्यो यहाँ झर्न मैले त सोचेको थिएन कि झर्छ यसरी भनेर राम गुरुङ झरेर यार सबैजना गरेर त्यो रुख आउन लाग्छ अब त्यो कुन बेला आउँछ थाहा छैन अब त्यो माथिको झर्नलाई ऊ झऱ्यो ती झऱ्यो झर्छ कि सबै मेसै लाएर झर्छ कि ढुङ्गाल थामेको हल्का त्यो न त झरिसक्यो झर्छ कि क्या पहिरो गएको हेर्न चाहिँ मजा आउने यार पहिरो गएको हेर्नलाई बाटो के अरे यो पहिरो भत्काउनलाई त अपरेटर बन्नुपर्छ कि होइन मजा आउँछ नि झर्छ है झऱ्यो है अब चाहिँ झऱ्यो उ त फाटिस्या छ हेर है त्यो झर्छ फिक्स हो क्या तिमी र म चाहिँ यहाँबाट भाग्न चाहिँ रेडी भएर बस्नुपर्छ होइन यतै दोष पनि अस्तिले हेरिरहेको छ होइन पहिरो भत्किन लाग्यो यता भत्किरह थोरै गर्दै आइरह मस्तले
यस्तो रमाइलो हो मासला कतिखेर भत्किन्छ होला त्यो पहिरो आउन त आइरहेछ ठाङराङ ठुङरुङ यत्रो ठुलो ढुङ्गा होइन सबै चाहिँ आयो मिसिन उता एउटा मिसिन उता भाग्यो आएर एउटा मिसिन यता भर्खर तेल हालेर बस्दै थियौँ हामी अनि ब्लावर भन्नु पर्यो झर्दैन कि क्या यार अब झन् धराप भयो कि अब काम गर्दा तल काम गर्दाखेरि माथिबाट ल्याम्मै झऱ्यो भने अर्को आपत हुन्छ क्या यार गुरु भिडियो बनाउनु भयो गुरु आफै त ठिस हुनुभयो होला के को भिडियो बनाउनु ऊ त एउटा मेरो गुरु हुनुहुन्छ मस्त भिडियो बनाइरहनु भएको पनि होइन तर्सेको गुरु त्यो माथिको रुख भाँचिन्ला है आउन्ला तल आउँछ हेर आउँछ है त्यो हजुर ए खतरा भिडियोको त चिन्तै नगर्नु क्या बवाल बनिराख क्या गुरु चाहिँ बस्नु भयो र भिडियो बवाल बनाऊ भाइ भन्दै हुनुहुन्छ ए झर्छ कि क्या हो झऱ्यो अब चाहिँ फिक्स झऱ्यो माथिको रुख पनि आउँछ रुख माथिको रुख पनि टेन्सनै छैन क्या बबाल झऱ्यो हेर्न धराप परेर बस्यो झन् धराप यसरी भुइँचालो आउनु पर्ने क्या युआर कमेडी भुइँचालो उता नि भत्किँदैछ फेरि एकतिर मात्रै होइन क्या सबैतिर जाँदैछ सर्लक्कै डाँडै भत्केला त छ यार यहाँ भाग्ने ठाउँ पनि छैन रोटे त झऱ्यो दोष अब चाहिँ फिक्स झऱ्यो हेर है झऱ्यो अब चाहिँ झर्छ तर त्यो रुखले चाहिँ तिमीलाई र मलाई लछारे पनि छैन भिडियो बनाएर बसिरह फाटे मस्तले फाटे झऱ्यो के फिक्स हो तर यो ढुङ्गा तलतिर जान्छ क्या माछा ल झऱ्यो होइन झऱ्यो त्यो माथिको रुखबाट झर्छ अब फिक्स हो आमामा धुलो त बबाल उड्यो त यार बाबा त्यो माथिको रुख पनि झर्न लाखा झर्छ है अब चाहिँ झर्छ झर्छ ऊ यता गुरु पनि मस्त भिडियो बनाउनु भइरह झरे क्या यार फुट्यो त्यत्रो पाल छ त दोष यार ओपी धुलोले चाहिँ खासै नराम्रो देखियो क्या यार झर्दै त्यो रुख त फिक्स आउँछ क्या दस अब एकचोटि बवाल पहिरो आउँछ यहाँ होइन दस अब एकचोटि बवाल पहिरो आउँछ उता पनि सबै सोरेर लान्छ भत्केर झर्दै
झऱ्यो 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 ए झऱ्यो धनधारा भयो त छैन हेर त्यो माथिको रुख अब न माथितिर जानु न तलतिर आउनु भयो यार खानीमा यस्तो डेन्जर छ यार आदर्श तर भिडियो चाहिँ बवाल बन्ने क्या आज कत्रो कत्रो ढुङ्गा चाहिँ झऱ्यो क्या मा कसम एघार 12 काम गर्न ढिलो भएपछि लाम्लो पनि झर्दैन हुन्थ्यो बरु यार त्यसले तर भाइब्रेसन हान्यो नि बवाल झर्छ क्या झर्दैछ झर्दैछ उतै एउटा ट्र्याक्टर गुराएर टिट गर्छन् अब झऱ्यो उता पनि हो गयो मा तलतिर अब यता पनि झर्दैछ यता पनि झर्ला जस्तो छ झऱ्यो 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 अब रुखको पालो झऱ्यो त्यो रुखसँगै त्यो उताटिको ढुङ्गा पनि सबै खस्यो क्या झर्दैछ झर्दैछ मेरो गुरु चाहिँ डराउनु भयो क्या यार झऱ्यो 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 ओए मा पाको पाको झऱ्यो माछ ला गयो यार ढुङ्गा त सबै पाखामा यार लामा यस्तो नि हुन्छ यार त्यो रुख त आएन यार ओ माका के यस्तो यो बाबा यस्तो बवाल झर्दै गयो यार माछामा आफै झरेको आफै झरेको मिसिन झन्नै पुरिएको कि होइन त मिसिन झन्नै पुरिएको कि ऊ त्यो हाम्रो मिसिन मेरो मिसिन यस्तो डेन्जर झर्दै क्या झर्दिरहेको यार अब झन् त्यो रुखले झन् अब त्यो रुखले ल्याङ गऱ्यो यार अब यार अब सरराम सुरुम सोरेर आयो यार त यार आउँदा यार ढुङ्गा कति चाहियो अब कोही ढुङ्गा चाहिन्छ कन्ट्याक्ट गरेर हुन्छ कि क्या लाग्छ के अब यो रुख झल्छ नि पाखै आउँछ यताटिको अब यता यता गर्दा यतै आउला नि डर छ यार के ठेगान अब चाहिँ ढुङ्गा बवाल भयो क्या अब चाहिँ थुप्रेकै ढुङ्गा मिसिन यता हुनुपर्ने क्या हाम्रो ब्रेकर यार उता भयो उल्टो ठाउँमा भयो यार गाडी यार कति ब्रेकर हान्ने तिमीहरूले 100 घन्टा पुऱ्याउँछन् ए 100 घन्टा 200-300 घन्टै कटोस् न टेन्सन छैन नि काम चल्नु पऱ्यो क्या त्यही हो त्यो रुख पनि फाट्दैछ माथि नै रहेछ यार त्यो रुख पनि म त डल्लै होला भन्दा त यता कुरो चाहिँ वहाँ गर्दै हुनुहुन्छ
आफै झरेको न सबै झऱ्यो सबै गाराम गुरुम लास्टको खतरा झऱ्यो रे अगाडि अगाडिको झन्डै थिएन होइन कस्तो खतरा झरेको थियो भन्ने कुरो कस्तो 3 चोटि झऱ्यो 3 लट सबै भिडियो बनाएर राखेको थियो कि होइन भिडियो बनाउनु अल्छी लागिरहेको थियो भिडियो बनाउनु पऱ्यो भनेर मोबाइल निकाल्यो भिडियो बनाएको त्यहाँ लाराम लुरुम आइरहेको सबै ढुङ्गा विङ्गा कति कति यस्तो झन् सबसे ठुलो ढुङ्गा चाहिँ तर यहाँ आएर बसेको यार गयो नि कति त ठुलो ढुङ्गा चाहिँ कस्तो छेउमा आएर गएर बसेको यार भिडियो बनाउनु भयो गुरु भिडियो बनाउनु भयो नि त्यो गुरु यो बुटा नि जान्छ यार हाइवा 3टा एउटा टिप्पर एउटा मिसिन छ उता तपाईँ कस्तो उता पर्नु भयो क्या हामी यता पर्नु पर्ने यार धुलोले त केही पनि थिएन सबै ओठ फुट्या यार भन्न अड्केको यो ठुलो ढुङ्गा कम मजा आउँछ तपाईँ ब्रेकर हान्न भने यार मिसिन घुमाउनै मिल्दैन तिन टिपर त्यो परै घुमाए पऱ्यो अब यसो गर्ने बाटो खोल्ने टिप्पर सुपर मिसिन सिजन अनि कोमास्टुले खोलिदिन्छ अनि त्यसपछि मिसिन यता छिराउने वालमा हटाउने तपाईँको ट्र्याक्टर र एउटा मिसिन यतै फस्यो अब त्यसमा ब्रेकर छ उता टिप्पर फेरि उताको पनि ब्रेकर छ अनि चाहिँ लोड हान्नु नि नमिल्ने झर्दैन अब होइन त्यो माटो झर्छ अब कतिखेर झर्छ थाहा त्यो रुखले समातेर पछि आएर मास्टर त माटो नहोला बर्खामा हुन्छ त्यो माटो